एमएस हो हैन, स्लाइडिङ डोरमा लाग्ने सेक्सन हो। यसमा तपाईको यो 85 mm को हो। यसमा हामीले जेटी एड गरेर देखाउनेछौँ तपाईलाई। पहिला यसलाई खोल्छौँ हामीले हैन, यसलाई खोल्ने हो पहिला, अनि यहाँनिर चट्ट मिलाउने हो। यसलाई यसरी मिलिसकेपछि पछाडिबाट चट्ट पछाडिबाट यसलाई यसरी यसमा टच गरेर अनि फेरि स्क्रु गरिदिने हो है, यसरी सर्ट। यो टाइट गरिसकेपछि यसमा चाहिँ कस्तो हुन्छ, यहाँनिर जति ग्याप देखिरहेछ नि त्यति नै यतापट्टि ग्याप पनि राख्ने, किनकि ऊ नै हुँदैन। अनि बटाम सिधा हुन्छ, किन यो ग्यास्केटले छेकेको हुन्छ। अनि यसमा सिधा छ। अब यति गरेपछि यसलाई प्रेस गर्ने, अर्कोमा पनि प्रेस गर्ने। अनि यो प्रेस गरिसकेपछि तलको थिच्ने। अनि यो एक्ज्याक्ट मिलेको छ कि छैन कसरी थाहा हुन्छ, यो तपाईको लिस्टीको भागमा लिस्टी बरोबर दुईतिरबाट आएर बसेको हुन्छ। कति राम्रो पेस्टिङ भएको छ हेर्नु। माथि एकदम कलरमा कलर एकदम एट्याच छ, तल पनि। अनि यता पनि हेर्नुभयो भने लिस्टीको साइजमा हेर्नु, तल पनि हेर्नु हैन, एकदम पर्फेक्ट हुन्छ के।